हजुर म 19 वर्षको हुँदाखेरि गएको। भनेपछि अब विदेशी फरेनर भइसकेको अवस्था छ नि त। हजुर हजुर भिजा लगाएर पैसा तिरेर बसेको आफ्नो देशमा। पोर्चुगलको चाहिँ कार्ड पनि लिएर गइसक्यौ होइन? कति समय लाग्यो कार्ड आउनलाई? मेरो 8 वर्ष जति लाग्यो। अहिले कुन ठाउँमा अरे? अहिले डेनमार्क छु। अनि के गर्दैछौ त डेनमार्कमा? डेनमार्कमा अहिले रेस्टुरेन्टमा काम गर्छु मैले। पहिला पोर्चुगलमा चाहिँ एग्रिकल्चरमा पनि गरेँ, रेस्टुरेन्टमा पनि गरेँ। अनि सुरुमा जाँदाखेरि चाहिँ कुन देशमा गयो? म पोर्चुगलै गएको, वर्किङ भिजामै गएको। अनि बेजा डिस्ट्रिक्ट हो के अरे पोर्चुगलको, त्यहाँ बायोल्यान्टिक फ्रुट्स भन्नेमा काम गरेको मैले, एग्रिकल्चरमा रसबेरी। ए रसबेरी टिप्ने? हजुर टिप्ने प्याकिङ गर्ने हो। कस्तो थियो अलिकति कामको स्टोरी बताउ त। काम त लास्टै गाह्रो थियो त्यति बेला त, डेन्जर पेलाउँथ्यो क्या काम चाहिँ, गाह्रै हुँदो रहेछ भनौँ न। अहिले चाहिँ सजिलो छ भन्दा नि, तर गाह्रै होला अहिले। त्यति बेला तिम्रो उमेर पनि सानै थियो होला? हजुर म 19 वर्षको हुँदाखेरि गएको। अनि त्यो 27 वर्षको हुँदाखेरि आयो क्या ठ्याक्क 27-28 हुँदाखेरि। ए अनि त्यति बेलासम्म चाहिँ कार्ड आइसक्यो? हजुर। अहिले भनेपछि अब विदेशी फरेनर भइसकेको अवस्था छ नि त? हजुर हजुर नेपालमा भिजा लगाएर आइयो नेपाल? भिजा लगाएर पैसा तिरेर बसेको आफ्नो देशमा। कस्तो हुँदो रहेछ? एउटा हिसाबले खुसी नि लाग्दो रहेछ, दुःख नि लाग्दो रहेछ आफ्नो देशमा बस्दाखेरि होइन। पैसा तिरेर बस्नु पर्दा नमजा आउँदो रहेछ। अर्को देशको कार्ड लिएपछि होइन?